नमस्ते तासिदिले सबैजनालाई सर्वप्रथम सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। साथीहरू म आज तपाईँलाई एउटा केही कुराहरू सेयर गर्न जाँदैछु है। सायद तपाईँहरू कतिपयलाई थाहा होला, कतिपयलाई थाहा नहोला। मलाई चाहिँ हिजो मात्र थाहा भएको है। हिजो हाम्रो नेपालीहरूको नयाँ वर्ष होइन, वैशाख 1 गते। ह्याप्पी न्यू इयर भनौँ न। नयाँ वर्ष। त्यस्तै हाम्रो देशको नेपालको मात्र नभएर हाम्रो छिमेकी राष्ट्र बङ्गलादेशको पनि हिजो वैशाख 1 गते नै नयाँ वर्ष रहेछ। मलाई हिजो थाहा भयो होइन। मैले टिकटक हेर्दै जाने क्रममा मेरो फर यू पेजमा बङ्गालीहरूको टिकटक आइरहेको थियो। बङ्गाली सङहरू यताउति मैले बुझिनँ। मैले चाहिँ जस्ट एउटा मात्रै वर्ड बुझेको थिएँ, वैशाख हो भन्ने होइन। अनि मैले बङ्गाली साथी छ मेरो, यहाँ केटी साथी मसँगै पढ्ने, अनि मैले उसलाई यो वर्ड पठाएँ कि यसको मिनिङ के हो, वैशाखीको मिनिङ के हो भने। अनि उसले चाहिँ हाम्रो नयाँ वर्ष हो वैशाख 1 गते भन्यो। हाम्रो पनि हो भने म त अनि छक्कै परेँ है साथीहरू। किनभने हाम्रो मात्र नभएर हाम्रो छिमेकी राष्ट्र बङ्गलादेशको पनि हिजो नयाँ वर्ष रहेछ। र अर्को कुरा चाहिँ के रह्यो, हिजो त नयाँ वर्ष भयो होइन, वैशाख 1 गते। उनीहरूको पनि जब महिना छ नि कसरी काउन्ट हुँदो रहेछ भने हाम्रो जस्तै सेम वैशाख, जेठ, असार, साउन, भदौ यसरी काउन्ट हुन्छ होइन हाम्रो नेपाली महिनाहरू। हाम्रो मात्र नभएर उहाँहरूको पनि त्यस्तै रहेछ सेम। उसले पनि त्यही भन्यो, हाम्रो पनि वैशाख, जेठ, असार, साउन, भदौ यही नै हुन्छ भने है। म त छक्क परेँ साथीहरू। यत्रो वर्ष भयो होइन उनीहरूको सङ्गत गरेको, 2 वर्षसँगै हिँड्ने, घुम्ने, खाने। तपाईँहरूले पनि मेरो अगाडिको भिडियोमा देख्न सक्नुहुन्छ। मेरो एउटा कहिलेकाहीँ बुर्का लगाएको बहिनीसँग टिकटक भिडियो बनाउँथेँ। ऊ चाहिँ बङ्गाली हो, बङ्गलादेशको हो, उसको फ्यामिली नै यही छ। अनि धेरै घुम्यो, हिँड्यो, खायो, उसको घरमा खाना खाने, हाम्रो गाउँमा खाना खाने। यस्तै गर्दा पनि मलाई थाहा भएन। 2 वर्ष पश्चात हिजोको दिनमा त्यो भिडियो मैले देखेँ अनि मैले उसलाई सोधेँ। त्यस पछाडि बल्ल मैले थाहा पाएँ। म छक्क परेँ साथीहरू। एकै दिनमा एउटै महिना त सेम नै भयो, वैशाख, जेठ, असार, साउन, भदौ त्यही। उहाँहरूको पनि सेम त्यही नै वैशाख, जेठ, असार, साउन नै काउन्ट हुँदो रहेछ। म छक्कै परेँ साथीहरू। मैले यही हो हिजो नयाँ कुरा थाहा पाएँ। सायद तपाईँहरूलाई पनि थाहा छ होला। थाहा हुनेलाई त अब ठिकै छ, थाहा नहुने जति चाहिँ तल कमेन्ट गरौँ है त। नमस्ते।